अघिल्लो भिडियोमा चाहिँ हामीले क्वेसन नम्बर 4 को ए गरिसक्यौँ। क्वेसनको फोटो डिस्क्रिप्सनबाट हेर्नु होला है त। र आज हामी क्वेसन नम्बर 4 को बीमा जानेछौँ। 4 को बी नम्बरमा के भन्छ भन्दा ल्याटस्ट रेक्टम इक्वल्स हाफ अफ इट्स मेजर एक्सिस भनिन्छ। हेर्नु है, मेजर एक्सिसको हाफ छ लेटेस्ट रेक्टम। लेटेस्ट रेक्टमको फर्मुला 2b² ए भयो है। हामीले ए ग्रेटर देन बी मानिदिने के नि भनेको छैन भने हाफ अफ मेजर एक्सिस भनेको 2a हुन्छ। बुझ्नु भने होइन, 2 काटियो, b² इक्वल्स 2a² आयो है। यो चाहिँ हाम्रो एउटा केस भयो। पक्नु त मैले यहाँ बिगारेँ होला है। a² इक्वल्स 2b² चाहिँ हाम्रो एउटा इक्वेसन आयो। र मलाई लाग्छ तपाईँले यति चाहिँ बुझ्नुभयो नि होइन, 2b² इक्वल्स a² आयो है। र अब हाम्रो के भनिन्छ भन्दा हाम्रो पासेस थ्रु 6,1 भनिन्छ। हेर्नु है, पासेस थ्रु √6,1 भनिन्छ। र यो भनेको x² प्लस y² इक्वल्स 1 छ। यहाँ हटाओ √6 र 1 को भ्यालु यहाँ राख्थ्यौँ। √6 को स्क्वायर भनेको 6 भयो प्लस अनि y² भनेको 1² इक्वल्स 1 हुन्छ। र अब हामीले यहाँ चाहिँ हेरौँ है, a² को ठाउँमा 2b² राख्न पाइयो। 6/2b² प्लस 1/b² इक्वल्स 1 हुन्छ। यहाँ चाहिँ 2 3 6 भनेपछि 3/b² प्लस 1/b² इक्वल्स 1 भयो। हेर्नु है, हामीले यहाँबाट एलसिएम लियौँ भने b² एलसिएम आउँछ। 3 + 1 4 हुन्छ। b² उता गएपछि b² हुन्छ। यहाँ b को भ्यालु चाहिँ +-2 आयो। बुझ्नु भने होइन, b को भ्यालु +-2 आयो। हाम्रो अब हामीलाई a को भ्यालु त थाहा छ, a² भनेको 2b² हो। a² भनेको चाहिँ कति हुन्छ, 2b² हुन्छ। b को भ्यालु हाम्रो +-2 आयो होइन। यहाँ हाम्रो a² भनेको कति आयो, 2 2 4 4 2 8 आयो। बुझ्नु भयो नि होइन। र अब a² को भ्यालु चाहिँ हाम्रो 8 आयो होइन। अब b² को भ्यालु हामीले अघिल्लो पेजमा कति निकाल्यौँ, 4 निकाल्यौँ। र यहाँबाट हाम्रो रिक्वायर्ड इक्वेसन के भयो त, इलिप्सको x² प्लस y² इक्वल्स 1 हुन्छ। यहाँ त x² भनेको 8 अनि y² भनेको 4 इक्वल्स 1 हुन्छ। र यसरी चाहिँ हामीले 4 को b को पनि गर्न मिल्छ। र बुझ्नु होला भने कमेन्ट गर्नु होला है त।